सम्पूर्णमा नमस्कार। आज फर्स्ट च्याप्टर मेरो लेबलिङको पहिलो च्याप्टर मैले राखेको छु नि, लेबलिङ एलइबी ल लेबलिङको बारेमा आज हामी चर्चा गर्छौँ। सबभन्दा यो फर्स्ट पार्ट भिडियो हो हाम्रो लेबलिङको लागि। त्यसको पनि अब छोटे छोटे पार्ट हामी बनाउँछौँ हैन। आजलाई फर्स्ट पार्ट यो ठ्याक्कै लेबलिङमा छिर्नुभन्दा अगाडि केही बेसिक कुराहरू थाहा पाउनु जरुरी छ। त्यो बेसिक कुराहरू हो के भनेर आज हामी चर्चा गरिरहेका छौँ। ल सानो बेसिक कुरा लेबलिङको अरू भिडियोहरुमा हाल्दै गर्छु हैन। आजलाई सुरु स्टार्टिङमा लेबलिङ च्याप्टरबाट स्टार्टिङ भिडियो हैन, बेसिक कुराहरू के छ र सबभन्दा विद्यार्थीहरूले नबुझेको कुरा, नर्मली नबुझेको कुरा, सबभन्दा पहिला हामी एउटा म्याथमेटिकल सेप अफ अर्थ बनाऊ। म्याथमेटिकल सेप अफ अर्थ भनेको केले बुझिन्छ भन्न सक्नुहुन्छ? ल मैले नि भन्दिए, म्याथमेटिकल सेप अफ अर्थ भनेको स्फेरोइड हो। यो स्फेरोइड हो, स्फेरोइड। र रियल सेप अफ अर्थ भनेको जियोइड हो, जियोइड सर्फेस। ओके, यो त अब अर्थ भनेको यो गोलो छ सर्कलमा हैन। एउटा म्याथमेटिकल सेप बनाउनलाई यसलाई जियोइड गर्नु हामी हैन। स्फेरोइड रातो कलरको यसले गरेको भनेपछि स्फेरोइड हो। र यो हाम्रो नीलो कलरको के भन्छ? ठ्याक्कै के भन्नुपर्छ? नीलो कलरको अर्थको रियल सेप, जियोइड। नाममै यहाँ फरक छ। जियोइड भने ग्राउन्ड, जियोइड हैन, जियोइड, जियोइड सर्फेस भनेपछि सिधै बुझिहाल्नु अर्थको रियल सेप। र स्फेरोइड, स्फेरोइड भनेको अर्थको म्याथमेटिकल सेप। एउटा हिसाब गर्न, क्यालकुलेसन गर्नलाई जुन अर्थको सेप मानेको छ त्यसलाई के भन्छ? स्फेरोइड भनिन्छ हैन। अब यहाँ लेखि पनि दिउँ हामी हैन। यो के भन्छ? जियोइड सर्फेस। ल यो रियल सेप हो, मतलब रियल सेप भयो। अब यो चाहिँ म्याथमेटिकल सेप, स्फेरोइड। ल स्फेरोइड सर्फेस भयो, यति भयो। अब हामी यसमा बुझौँ। सबभन्दा पहिला यहाँबाट बुझौँ। ल एउटा के हुन्छ, एउटा लाइनलाई, यो हाम्रो अर्थको सेन्टर हो, सेन्टर अफ अर्थ हैन, सेन्टर अफ अर्थ भयो। यो चाहिँ एउटा रेडियस भयो, अर्थको रेडियस हुन्छ आर भनौँ हैन। यसलाई डाइरेक्सन अफ ग्राभिटी पनि भनिन्छ। यसलाई जुन रेडियस हो यसलाई डाइरेक्सन अफ ग्राभिटी पनि भन्छ। डाइरेक्सन अफ ग्राभिटी। र यसलाई प्लम लाइन पनि भन्छ। प्लम लाइन पनि यसैले भन्न मिल्छ। रेडियस पनि त्यही भयो, प्लम लाइन पनि त्यही भयो, डाइरेक्सन अफ ग्राभिटी पनि त्यही भयो। ठिक छ। र यो डाइरेक्सन अफ ग्राभिटीको लाइनले, रेडियसले जुन यो पोइन्टलाई टच गर्छ नि यहाँ हैन, यसलाई त अहिले नभनौँ। अब गरौँ के भनेपछि यसमा एउटा होरिजेन्टल लाइन तानौँ। होरिजेन्टल लाइन, एउटा होरिजेन्टल लाइन तानौँ। ल यो भयो होरिजेन्टल लाइन। ठिक छ। होरिजेन्टल लाइन, होरिजेन्टल लाइन सबै ठाउँमा छुँदैन। यो हाम्रो जियोइड सर्फेसको सबै ठाउँमा छुँदैन, यसले कुनै एक ठाउँमा छुन्छ। र जियोइड सर्फेसलाई अर्को के पनि भनिन्छ? जियोइड सर्फेसलाई यही हो लेभल सर्फेस, सर्फेस। यसैलाई लेभल लाइन पनि भनिन्छ।
यसै यतिकै बुझ्नु, लेभल लाइन पनि यसैले भन्छ। कति भयो ल? लेभल लाइन, लेभल सर्फेस, जियोइड सर्फेस, एउटै कुरा हो। ठिक। अब त्यसै गरी अब हामी एउटा अर्को लाइन तानेका छौँ होइन, यसलाई यसरी तानौँ ल। यो के भयो हाम्रो? होरिजेन्टल लाइन। यो चाहिँ लाइन र यसैलाई होरिजेन्टल सर्फेस पनि भनिन्छ। ल, होरिजेन्टल सर्फेस पनि यही हो। अब जुन रेडियस या कि लाइन अफ के भन्छ प्लम लाइनले जुन पोइन्टले टच गर्छ नि, यो पोइन्ट, यो थोप्ला जुन पोइन्टमा टच गर्छ, एउटा कुनै एउटा मात्रै पोइन्ट छुन्छ, किनभने कर्भ छ क्या, कर्भ छ, कर्भ हो, इलिप्स तरिकाले छ होइन। त्यही भएर यो कुनै एउटा मात्रै पोइन्ट टच गर्छ, यो पोइन्टलाई हामी के भन्छौँ भनेपछि ट्यान्जेन्टियल पोइन्ट। बुझ्नुभयो? यसले यो पोइन्टलाई के भन्छ हामी? ल, ट्यान्जेन्टियल पोइन्ट पनि भन्यौँ हामी यसैलाई। ठिक छ। र यसलाई हामी एउटा अर्को कुरा के थपौँ भनेपछि इक्विपोटेन्सियल सर्फेस भनेको कहिले सोध्यो भने, इक्विपोटेन्सियल सर्फेस भनेको सोध्यो भने यसलाई पनि यसैले भन्छ ल। जुन हाम्रो जियोइड सर्फेस छ यसैलाई इक्विपोटेन्सियल सर्फेस पनि भनिन्छ कहिले। ल, इक्विपोटेन्सियल सर्फेस। इक्विपोटेन्सियल सर्फेस किन भन्यो भनेपछि यसको प्रत्येक ठाउँमा होइन फोर्स अफ ग्राभिटी इक्वल हुन्छ। फोर्स अफ ग्राभिटी प्रत्येक पोइन्ट, एभ्री पोइन्टमा इक्वल हुन्छ होइन। त्यही भएर यसलाई इक्विपोटेन्सियल सर्फेस पनि भनियो। के भन्यो भनेपछि इक्विपोटेन्सियल सर्फेस होइन, हरेक स्थानमा ग्राभिटीहरू इक्वल हुन्छ। ओके, द्याट्स इट, क्लियर। होरिजेन्टल लाइन भनेको कुन हो भनेपछि लेभल सर्फेससँग नर्मल भएर जाने लाइन, नर्मल कुनै एक ठाउँमा चाहिँ टच गरेर जान्छ। ओके, र यो चाहिँ कुन भयो? हाम्रो प्लम लाइन भयो, डाइरेक्सन अफ ग्राभिटी भयो। बुझिराख्नु भएको छ एकदम क्लियर तरिकाले? मेन बुझ्ने पर्ने कुरा, विद्यार्थी कन्फ्युज त्यसमा हुन्छ, लेभल सर्फेस के हो, लेभल लाइन भनेको के हो। लेभल लाइन र लेभल सर्फेस पनि एउटै हो। त्यही भएर कहिले काहीँ सोध्छ कि भनेपछि लेभल लाइन विच कल्ड लेभल लाइन भन्छ होइन। कस्तो लेभल लाइन कस्तो हुन्छ? जहिले पनि लेभल लाइन भनेको कर्भमा हुन्छ, कर्भ सेपमा हुन्छ। यो मानिलिनु यो भयो लेभल लाइन हाम्रो, यो लेभल लाइन भयो, यो चाहिँ लेभल लाइन भयो। लेभल लाइन र होरिजेन्टल लाइन, मान्छेले दिमागमा चाहिँ लेभल भनेको सम्म हो, समतल हो, सम्म भागलाई भन्छ होला, होइन, गलत हो कन्सेप्ट। लेभल लाइन भनेको जहिले पनि कर्भ हुन्छ, किनभने अर्थको सर्फेसै हाम्रो कर्भ छ, लेभल सर्फेस। अर्थको रियल सर्फेस कहिले कस्तो छ? कर्भमा छ, पुरै प्लेन त छैन हाम्रो अर्थ। त्यही भएर लेभल सर्फेस र लेभल लाइन भनेको कर्भमा हुन्छ। ठिक छ। होरिजेन्टल लाइन भनेको अब हामीले यसो पढ्दा भने होरिजेन्टल लाइन के भनेको एकदम समानसम्म भएको, यसो माइन्ड लाउनु मिल्छ क्या, एकदम समान होरिजेन्टल लाइन। त्यही भएर यहाँ हेर्नु होरिजेन्टल लाइन, ट्यान्जेन्टियल पोइन्ट होइन, त्यो पनि भएको, डाइरेक्सन अफ ग्राभिटी पनि कुरा बुझ्नुभयो होइन। अब कहिलेकाहीँ सोध्छ र प्लम लाइन र डाइरेक्सन अफ ग्राभिटी के हुन्छ? एक अर्कामा कन्साइड हुन्छ। के हुन्छ? कन्साइड हुन्छ।
बुझ्नुभयो? आजलाई अब अहिलेलाई यति भयो यो कुरा, एउटा यो कुरा भयो।